नमस्कार सम्पूर्ण जनालाई म यस भिडियोमा सम्पूर्ण जनालाई स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी यस गोदाबारी गार्डनमा हामी आज आइपुगेका छौँ र यहाँ विभिन्न वनस्पतिहरू पाउँदो रहेछ। तराईदेखि हिमाली क्षेत्रसम्म पाउने वनस्पतिहरू यहाँनिर हामीले देख्यौँ र यहाँनिर बोर्डहरूमा पनि हामी पाउँदछौँ। नेपाल एक प्रकारको जैविक विविधताले भरिपूर्ण देश हो। भरिपूर्ण देश सँगसँगै यहाँनिर चाहिँ ती वनस्पतिहरू जे पाउँछ त्यो वनस्पतिहरू हामीले देखिराखेका छौँ। सम्पूर्ण जनालाई त्यो वनस्पति के पाउँदो रहेछ, यहाँ गार्डनमा के रहेछ भनेर हामी देखाउने कोसिस गर्नेछौँ। आउनुहोस् लागौँ भिडियोतिर। ल अब हामी हिमाली प्रदेशमा पाउने वनस्पतिहरू यहाँनिर पनि पाउँदो रहेछ, हामी देखाउने कोसिस गर्नेछौँ। यहाँ बोर्डमा लेखिराखेको छ जुन चाहिँ न्यून तापक्रम र चिसो हावापानीमा पाउने वनस्पतिहरूको विषयमा यहाँनिर रहेछन् वनस्पतिहरू, हामी देखाउने कोसिस गर्नेछौँ। आउनुहोस् हामी यता बोर्डतिर लागौँ, बिरुवातिर। यहाँ चाहिँ यो चाहिँ लेक पयौँ भनेर भन्छ। यो विशेष गरी काठको रूपमा प्रयोग हुने गर्दछ। यो चाहिँ हिमाली क्षेत्रतिर पाउने गर्दछ। न्यून तापक्रम र चिसो हावापानीमा पाउने वनस्पतिको रूपमा यसलाई लिने गरिन्छ। त्यसै गरी यो चाहिँ सुगा फुल भनेर भन्छ। सुगा फुल यो पनि हिमाली क्षेत्रतिर मात्रै पाउने गर्दछ। यो चाहिँ एकदमै आकर्षक फुल हुने गर्दछ। त्यसै गरी आउनुहोस्, ल्योपार्ड प्लान्ट भनेर भन्दछ। यहाँ यो चाहिँ एक प्रकारको फुल प्रजाति हो। यो पनि हामी यहाँनिर देख्न सक्दछौँ। यो चाहिँ अहिले चाहिँ यसको समय चाहिँ बेसिजनमा भएर यस्तो देखिराखेको छ। यसको समयमा एकदमै रमणीय हुने गर्दछ। अनि त्यसै गरी यो चाहिँ कुरिल्लो सतावरी पनि भनेर भन्छ। यो चाहिँ एउटा औषधिको रूपमा पनि प्रयोग हुने गर्दछ। यो चाहिँ हिमाली क्षेत्रतिर, विशेष गरी हिमाली क्षेत्रतिर पाउने गर्दछ। त्यसै गरी हामी अरू बिरुवाहरू पनि देखाउने कोसिस गर्नेछौँ। लामो हात कटुवा भनेर भन्छ यसलाई। यसको रूप यो एउटा निकै काठको रूपमा प्रयोग त हुँदैन, त्यही पनि यहाँनिर फुलहरू देख्न सक्छौँ। यसलाई चाहिँ एउटा फुल हो, यो फुल प्रजाति हो। यो चाहिँ मिस्टेक भइरहेको। अब लेक फाङ्क्रा भनेर भन्दछ यसलाई चाहिँ। यो एउटा काठको रूपमा प्रयोग हुने गर्दछ। यो चाहिँ ओखर जस्तै गरेर फल्ने गर्दछ। यसको दाना चाहिँ कालो हुने गर्दछ। यो चाहिँ काठको, विशेष गरी काठकै रूपमा प्रयोग हुन्छ। यो वनमुला भनेर भन्छ। वनमुला भनेको मुला जस्तै जरा पनि हुने गर्दछ यसको। यो एक प्रकारको फुल नै हो, फुल प्रजाति नै हो। यो चाहिँ आफ्नो समयमा, आफ्नो सिजनमा फुलेर एकदमै हराभरा हुने गर्दछ। यो वज्रदन्ती भनेर भन्छ। यो चाहिँ एक प्रकारको काठ नै हो। यो पयौँ जस्तै हुन्छ। यो पयौँ नै हो। यो चाहिँ ठुलो औषधि भनेर भन्ने गर्दछ। यसको बोर्ड चाहिँ यहाँनिर पनि हामी देख्न सक्दछौँ। यो चाहिँ औषधिको रूपमा प्रयोग पनि हुने गर्दछ। ठुलो ओखती भनेर भन्छ। यो चाहिँ एक प्रकारको फुल पनि हो। यो औषधिको रूपमा पनि प्रयोग हुन आउने गर्दछ। त्यसै गरी यहाँ हामी गार्डनमा विभिन्न वनस्पतिहरू हामी देख्न सक्दछौँ। त्यस्तै गरी फेरि पनि हिमाली क्षेत्रतिर पाउने वनस्पतिहरू अझै पनि हामी यस गार्डनमा देख्न सक्दछौँ र हामी देखाउने कोसिस गर्नेछौँ। यो घगारु भनेर भन्छ। यो चाहिँ घगारुको बोट हो। यो चाहिँ धेरै ठुलो हुँदैन। यो चाहिँ फुल्ने पनि गर्दछ। अझै हामी देखाउने कोसिस गर्नेछौँ। आउनु। यो चाहिँ सोमलता हो। सोमलता यो चाहिँ एकदमै राम्रो फुल्ने गर्दछ। यसको सिजनमा, यसको समयमा
एकदमै रमणीय चाहिँ देखिने गर्दछ, आकर्षक पनि हुने गर्दछ है, सोमलता भनेर भन्छ। त्यसै गरी हामी अर्को फुलको यो चाहिँ पासन भेद भनेर भन्छ। यहाँ सानो बोट छ, हामी देखिराखेका छौँ अगाडि सानो बोट उता। यो चाहिँ एक प्रकारको फुल प्रजाति नै हो। त्यसै गरी आउनुहोस् हामी अरू बिरुवाहरू पनि देखाउने कोसिस गर्नेछौँ। यो उष्ण प्रदेशमा पाउने वनस्पतिहरू हामी तपाईँहरू समक्ष देखाउन कोसिस गरिराखेका छौँ। अब यहाँ चाहिँ विशेष गरी मलेरियाको प्रकोपको नगण्य स्थानमा पाउने वनस्पतिहरूको रूपमा लिने गरिन्छ। यो चाहिँ अहिले विशेष गरी चाहिँ नयाँ प्रजातिहरू पनि यहाँनिर हामी पाउन सक्दछौँ। यो फैलने नेपालको उष्ण प्रदेशहरूमा फैलने क्रममा पनि हामी पाउन सक्दछौँ। विशेष गरी आउनुहोस् हामी भिडियोतिर लागौँ, कस्तो कस्तो प्रकारको उष्ण क्षेत्रमा हावापानीमा कस्तो कस्तो वनस्पतिहरू पाउँदो रहेछ हामी हेर्नेछौँ। यो चाहिँ जमाने मान्द्रो भनेर भन्छ। यस्तो यी प्रजातिहरू यहाँनिर हामी पाउँदछौँ। यसको फुलहरू चाहिँ एकदमै राम्रो हुन्छ। यो सानो बोट छ, अहिले चाहिँ ठुलो भयो भने। अनि त्यसै गरी अरू वनस्पतिहरू हामी देखाउने कोसिस गर्नेछौँ। यो चाहिँ फिरफिरे भनेर भन्छ। यो एक प्रकारको वनस्पति नै हो। हामी फिरफिरेको बोटहरू हामी देख्न सक्छौँ माथि। यहाँ चाहिँ बिचमा छ यो बोटहरू चाहिँ अर्को बोटले छेकिराखेको छ। फिरफिरेको बोट चाहिँ रुखहरू चाहिँ यो हो। आउनुहोस् हामी अझै भिडियोतिर लाग्नेछौँ। यो चाहिँ रिठ्ठा हो। हामीले परम्परागत रूपमा हेर्ने हो भने पछाडि, हामीले पहिला हेऱ्यौँ भने पछाडि हामी रिठ्ठाले कपडा धुनमा विशेष गरी युज हुने गर्दथ्यो। पहिले योभन्दा केही समय 10, 12, 15 वर्ष अगाडि चाहिँ यसको फलहरू हुने गर्दथ्यो। फललाई टिपेर कपडामा बाँधेर कुटेर पानीमा भिजाएर कपडा धुनमा, कपडा सफा गर्नमा चाहिँ यो प्रयोगमा ल्याउने गर्दथे है। आउनुहोस् अझै वनस्पतिहरू, धेरै किसिमका वनस्पतिहरू हामीले यहाँ देख्न सक्दछौँ। आउनुहोस् भिडियोतिर अझै विभिन्न प्रकारका वनस्पतिहरू हामी देखिराखेका छौँ। हामी तेजपातको रूपमा यो मासुहरूमा अनि यसको बोक्राहरू प्रयोगको निम्ति आउने गर्दछ। यसको बोक्राहरू पनि पानीमा युज गरेर खाँदाखेरि एकदमै राम्रो हुन्छ। तेजपातको सानो बोट रहेछ, हेर्नेर सानो बोट छ। यसको पातहरू मासुहरूमा युज गर्नको निम्ति एकदमै स्वादिष्ट चाहिँ यसको पातहरूले दिने गर्दछ खानाहरूमा, तरकारीहरूमा युज गर्दाखेरि। यो चाहिँ सिमल चाहिँ हामी यहाँ रुखहरू देख्न सक्दछौँ। सिमलको रुख यो पनि फुल्ने गर्दछ। यो विशेष गरी काठको रूपमा चाहिँ युज हुने गर्दछ। यो चाहिँ विशेष गरी काठको रूपमा नै प्रयोगमा आउने गर्दछ। त्यसै गरी अर्को वनस्पति यो गुलाब जमुना भनेर भन्छ। अनि गुलाब जामुन भनेर भन्छ। यो चाहिँ विशेष गरी फुल प्रजाति नै, यो एकदमै फुलेपछि एकदमै आकर्षक हुने गर्दछ। आउनुहोस् अझै तपाईँहरूलाई विभिन्न वनस्पति हामी देखाउने कोसिस गरिराखेका छौँ, अझै देखाउनेछौँ। यो चाहिँ जगर भनेर भन्छ। एकदमै ठुलो रुखहरू छ, यहाँनिर छ जगरको रुख। अझै हामी वनस्पतिहरू तपाईँलाई देखाउने कोसिस गरिरहेका छौँ। अब हामी मिठो निमको पात, निमको रुख यहाँनिर छ। मिठो निम, यो फुल एकदमै मौरीहरू यसको फुलहरूमा आकर्षित हुने गर्दछ यो फुलेको समयमा। त्यसै गरी एक प्रकारको फुलहरू यहाँनिर कस्तो राम्रो फुलहरू पनि हामी देखिराखेका छौँ। यो फुलको नाम चाहिँ के हो थाहा भएन, तर एकदमै आकर्षक छ फुल चाहिँ। यो चाहिँ मयल हो, विशेष गरी यो मयलको रुख। यो पनि फुलेपछि
एकदमै राम्रो हुने गर्दछ, ठुलो रुख नै हुने गर्दछ यसको चाहिँ। यो बगैँचामा पोखरी पनि हामीले देखिराखेका छौँ, एकदमै राम्रो पोखरी छ। यहाँ माथिबाट पानी आइराखेको छ भनेर विभिन्न फुल प्रजातिको पनि हामी पाउन सकेका छौँ। यसको चारैतिर विभिन्न प्रकारको प्रजातिको फुलहरू पनि हामी देखिराखेका छौँ। यो चाहिँ अमलिसो हामीले यहाँ देखाउन कोसिस गरिरहेका छौँ। यसको विशेष गरी कुच्चाहरू बढाल्नको निम्ति, झाडोहरू बनाउनको निम्ति यो प्रयोग हुने गर्दछ। त्यसले चाहिँ फोहोरहरू बढाल्नको निम्ति प्रयोगमा आउने गर्दछ। यो अमलिसोको बोटहरू हामी देख्न सक्दछौँ। अनि विशेष गरी कोइराला, यसको फुल चाहिँ एकदमै आकर्षक हुने गर्दछ। यसको फल जब फल आएको हुन्छ फुल्नुभन्दा अगाडि त्यसको फलको अचारको रूपमा पनि प्रयोगमा आउने गर्दछ। त्यसै गरी यसको बोटलाई चाहिँ जीवजन्तुहरूलाई पनि खानामा प्रयोग गर्न सकिन्छ। यो भैँसीहरू, बाख्राहरू भयो, गाईहरू भयो, गोरुहरू भयो, उनीहरूलाई चाहिँ हामी काटेर दिन सक्दछौँ उनीहरूको भोजनको लागि। त्यसै गरी हामी अझै पनि तपाईँहरूलाई के वनस्पति पाउँदो रहेछ उष्ण प्रदेशतिर भनेर हामी देखाउने कोसिस गर्दछौँ। यो चाहिँ सिसौ हो, एकदमै बलियो काठको रूपमा पनि लिने गरिन्छ। यसलाई विभिन्न घरहरूको झ्यालहरू, ढोकाहरू विभिन्न काठको रूपमा युज गर्ने गरिन्छ। त्यसै गरी विभिन्न प्रकारका खेलहरूका सामग्री पनि बनाउन सकिन्छ। यो काठलाई एकदमै बलियो काठको रूपमा चाहिँ सिसौलाई लिने गरिन्छ। हामीले यहाँ बोट चाहिँ देखिराखेका छौँ, यहाँ चाहिँ देखिराखेका छौँ। सानो बोट होला, सायद यही वरपर होला, तर हामीले चाहिँ देखिराखेका छैनौँ। आउनुहोस् अझै हामी तपाईँलाई देखाउने कोसिस गर्नेछौँ। यो काँस भन्छ, यो एक प्रकारको घाँस प्रजाति नै हो। यो आफ्नो समयमा योभन्दा लगभग 1 महिना अगाडि चाहिँ एकदमै आकर्षक चाहिँ फुल्ने गर्दछ। अहिले सुकिसकेको छ, हेर्नुहोस् अहिले चाहिँ सुकिसकेको छ काँस चाहिँ, न त एकदमै आकर्षक चाहिँ हुने गर्दछ यसको फुलहरू चाहिँ। त्यसै गरी अरू प्रजाति पनि हामी देखाउने कोसिस गर्नेछौँ। यो चाहिँ भुजेत्रो भनेर पनि भन्ने गर्दछ, निकै ठुलो पात पनि हुने गर्दछ। भुजेत्रोको बोट चाहिँ यो हो। यो के को रूपमा युज आउँछ त्यति हामीलाई थाहा भएन। बोट चाहिँ हामीले देखाउने कोसिस गरेका छौँ तपाईँहरूमा। अझै हामी चाहिँ तपाईँहरूलाई बोट बिरुवाहरू देखाउने नै छौँ। आउनुहोस् हेर्दै गरौँ। यतातिर पनि हामीले सानसाना बिरुवाहरू चाहिँ हामीले देखिराखेका छौँ, तपाईँहरूलाई देखाउने कोसिस नै गर्नेछौँ। अब यो चाहिँ के ओराको बोट भनेर भन्छ। यस्तो प्रजातिको हुँदो रहेछ। यो पनि मैले पहिलोचोटि देख्दैछु आज चाहिँ। यो पहिला चाहिँ मैले देखेको थिएन। म चाहिँ पहाडी क्षेत्रमा भएको कारणले गर्दाखेरि पहाडी इलाकामा पाउने बोट वनस्पतिको बारेमा चाहिँ जानकार थिएँ, तर यहाँ आएर आज सिक्ने मौका पनि पाइयो। यस्तो प्रजातिहरू पाउँदो रहेछ भनेर। गिङ्को भनेर भन्छ यो प्रजाति। यो चाहिँ फुल्ने गर्दा आफ्नो सिजनमा चाहिँ यो पनि एक प्रकारको फुल्ने गर्दछ। यसको फुल पनि आकर्षक नै हुने गर्दछ। अनि यस्तै हेर्दै जाँदाखेरि एकदमै आकर्षक फुलहरू पनि हामी देखिराखेका छौँ। अब फुल्ने क्रममा छ यो फुलहरू, एकदमै आकर्षक हुन्छ यसको फुल चाहिँ। अहिले चाहिँ फुलेको रहन्छ। कोपिला दाना चाहिँ लगाएको छ। केही समय पछाडि, अब हामी लगभग 1 हप्ता 2 हप्ता पछाडि आयो भने यसको फुल पनि हामी देख्न सक्दछौँ। व्हाइट रङको फुल हुने गर्दछ, एकदमै आकर्षक। हामीले हिमाली क्षेत्रमा पाउने वनस्पति त हामी देखाइसकेका छौँ। अब न्यानो मध्य पहाडी क्षेत्रमा पाउने वनस्पतिहरू के पाउँदो रहेछ त्यसको विषयमा हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ। यो गार्डनमा ती वनस्पतिहरू पनि हामीले पाएका छौँ, देखेका छौँ। आउनुहोस् हामी भिडियोतिर लागौँ। आउनुहोस्। यो चाहिँ सानो निगालो भनेर भन्ने गर्छ। यो चाहिँ निगालो। यसको विशेष गरी चाहिँ मान्द्रोहरू, डोकोहरू हैन, विभिन्न प्रकारको त्यो सामानहरू राख्नेको निम्ति युज पनि प्रयोग पनि आउँछ। यसो घरको आँगनमा गार्डनको रूपमा पनि युज गर्न पनि सकिन्छ यसलाई। त्यसै गरी आउनुहोस्। मसिनो चपेटा भनेर भन्छ यो रुखलाई। यो काठ प्रजाति नै हो। यो विशेष गरी यो मध्य पहाडी न्यानो क्षेत्रमा पाउने गर्दछ। यो
बिरुवा चाहिँ विशेष गरी लौट सल्ला भनेर भन्छ। यो एक प्रकारको काठ हो। यो हामी विशेष गरी दहीहरू राख्नको निम्ति अनि त्यस पछाडि दुधहरू राख्नको निम्ति विशेष गरी यो युज हुने गर्दछ। यो काठ प्रजाति नै हो। काठ पनि हुने गर्दछ र दहीहरू राख्नको निम्ति दुधहरू राख्नको निम्ति प्रयोगमा पनि आउने गर्दछ। यो चाहिँ विशेष गरी यो काठ चाहिँ। त्यसै गरी आउनुहोस् अझै हामी तपाईँहरूलाई मध्य पहाडी न्यानो क्षेत्रमा पाउने वनस्पतिहरूको विषयमा जानकारी दिनेछौँ। यो गोमन भनेर भन्छ। एक प्रकारको यो फुल्ने पनि गर्दछ र हामी बोट पनि देख्दछौँ। माथि हल्का हल्का फुलिराखेको पनि हामी देखिराखेका छौँ। कोपिलाहरू लागिराखेको छ अहिलेको समयमा चाहिँ तपाईँ। यो चाहिँ फितिफिया भनेर भन्छ यसलाई चाहिँ। यो बोटो पनि कस्तो राम्रो देखिराखेको छ। यो चाहिँ एक प्रकारको आकर्षक वनस्पतिको रूपमा लिइन्छ। आकर्षणको निम्ति लगाउने गरिन्छ। यो चाहिँ जङ्गलहरूमा पनि धेरै पाउने गरिन्छ। यो त्यसै गरी हामी यहाँनिर पाउँछौँ अब सिरिङ्गे भनेर भन्छ यो प्रजातिलाई। सिरिङ्गे यो चाहिँ ठुलो रुख पनि हुने गर्दछ। हामी यहाँनिर देख्छौँ। यो गोदाबारी चाहिँ न्यानो क्षेत्र अन्तर्गत नै पर्ने भएको कारणले गर्दाखेरि पहाडी क्षेत्र पनि भयो। यहाँनिर पाउने वनस्पतिहरूको रूपमा यो एरियामा पाउने वनस्पतिहरू पनि हुन् यी वनस्पतिहरू। अनि आउनुहोस् अझै हामी यहाँनिर तपाईँहरूलाई के वनस्पति पाउँदो रहेछ अझै पहाडी क्षेत्रमा भनेर तपाईँहरूले जानकारी दिनेछौँ। यो चाहिँ चिलाउने भनेर भन्छ। यसको रुख चाहिँ चिलाउनेको रुख भनेर भन्छ। निकै ठुलो रुख पनि हुने गर्दछ। यो काठको रूप विशेष गरी काठको रूपमा प्रयोगमा आउँदछ। यो चाहिँ ठुलो हुन्छ यसको रुख चाहिँ। सँगसँगै आउनुहोस् अरू भिडियोहरू पनि हामी तपाईँलाई देखाउने कोसिस गर्नेछौँ। यो चाहिँ सुनगाभा भनेर भन्ने गर्छ। सुनगाभा यो फुल्यो भने एकदमै राम्रो पनि फुल्छ। यो पहेँलो रङको फुल्ने गर्दछ। एकदमै राम्रो आकर्षक हुन्छ यसको फुल चाहिँ। त्यसै गरी आउनुहोस् अझै हामी तपाईँहरूलाई वनस्पति देखाउने कोसिस गर्नेछौँ। यो चाहिँ लौट सल्ला भनेर भन्छ। यो सल्ला प्रजाति अन्तर्गतको लौट सल्ला हो। यसको पनि विशेष गरी काठ प्रजातिको हो। यो पनि सल्लाहरू पनि विभिन्न प्रजातिहरू हुने गर्दछ। त्यसको अन्तर्गतको एक प्रकारको प्रजाति हो यो चाहिँ। अनि हामी ओखरको प्रजाति पनि विशेष गरी पहाडी क्षेत्रमा ओखरहरू पाउने गर्दछ। ओखर दाँते ओखर भन्छ होइन। विभिन्न प्रकारको हुन्छ ओखरहरू पनि। हामी यहाँनिर काफलको बोट चाहिँ यो पहाडी क्षेत्रमा पाउँछ। यसको फल चाहिँ एकदमै मिठो स्वादिष्ट पनि हुने गर्दछ। यसको फल चाहिँ हामी रुखहरू देख्न सक्दछौँ। यो चाहिँ काफलको बोट हो। अनि काफलका पनि विभिन्न प्रजाति हुने गर्दछन्। त्यसै अन्तर्गत अर्को काफलको बोट चाहिँ जुरे काफल भनेर भन्छ। जुरे काफल यी अहिले हामी यहाँनिर फुलेको दानाहरू पनि देख्न सक्दछौँ। यी फल्नको निम्ति यसको दानाहरू लगाइराखेको छ। अनि त्यसै गरी विशेष गरी पहाडी क्षेत्रमा चाहिँ चुत्रो, यो चाहिँ चुत्रो हो। यसको जराहरू यसको काठहरू रङमा पनि प्रयोग हुने आउँदछ। त्यसै यसको विशेष गरी रङमा चाहिँ यसको बोक्राहरू जराहरू चाहिँ रङको रूपमा चाहिँ प्रयोग गर्ने गर्दछ। अनि यो चुत्रो यसको फल पनि खानामा युज हुन्छ। एकदमै राम्रो हो। यसको औषधि पनि यसको डुफाहरू चाहिँ खुट्टाहरू मर्कियो, चोट लाग्यो, घाउ अनि भित्र घाउ भयो भने पछाडि यसको हामीले चाहिँ चोपलाई निकालेर हामीले खुट्टामा युज गरेर पनि त्यसको औषधिको रूपमा प्रयोग गर्न सक्दछौँ। घरेलु औषधिको रूपमा हामी यो चोत्राको डुफाहरूलाई निकालेर औषधिको रूपमा प्रयोग गर्न सक्दछौँ। अब हामी यहाँ चाहिँ टिमुरको बोटहरू पनि हामी देख्दछौँ। टिमुरको बोट यो चाहिँ एकदमै अचार बनाउन एकदमै स्वादिष्ट हुने विभिन्न यो धेरै ठुलो छ गार्डन। सानो बिरुवाहरू छ टिमुरको।
यो गार्डनमा टिमुर मात्रै लगाएर राखेको रहेछ। यो चाहिँ औषधिको रूपमा पनि अचारमा परेको हुन्छ। एकदमै अचारलाई एकदमै स्वादिष्ट पनि बनाउँछ यो टिमुरले। अनि चिसो समयमा तातो पानीमा राखेर खाँदाखेरि पनि घाँटीहरू समातेको समयमा, घाँटीहरू खोकी लागेको समयमा युज गर्यो भने एकदमै राम्रो हुने गर्दछ। टिमुरहरूको एउटा गार्डन नै रहेछ यहाँनिर टिमुरहरूको हामी देख्न सक्दछौँ। अब हामी यहाँनिर टुनी हामीले अगाडि देखाइसकेका छौँ, हिमाली क्षेत्रमा पनि पाउँदो रहेछ। त्यसै गरी यो पहाडी क्षेत्रमा, मध्य पहाडी क्षेत्रमा पनि टुनीको प्रजाति पाउने गर्दछ। यो चाहिँ काठको रूपमा युज हुने गर्दछ। यसै गरी हेर्दै जाँदाखेरि एकदमै रमणीय ठाउँ छ। यहाँनिर कुन कुन वनस्पतिहरू कहाँनिर पाउँछ भनेर चाहिँ देखाइराखेको छ। हामीले चाहिँ तपाईँहरूलाई हिमाली क्षेत्रमा पाउने र पहाडी क्षेत्रमा कस्ता कस्ता प्रजातिका बिरुवाहरू पाउँछन् भनेर हामीले देखाइसकेका छौँ। अझै प्रजातिहरू हामी देख्न सक्छौँ। अझै तपाईँलाई देखाउने कोसिस गर्नेछौँ। आउनुहोस् हामी भिडियोतिर लागौँ अझै। अब हामीले चाहिँ विभिन्न प्रजातिहरू हामी देखाइराखेका छौँ, फुलहरू पनि देखाइराखेका छौँ। अब केही थोरै मात्रामा हामी तपाईँहरू समक्ष देखाउनेछौँ। यो शङ्खफुल भनेर भन्छौँ। यो शङ्खफुलको बोट हो है। यो चाहिँ फुल्ने गर्दछ, एकदमै आकर्षक फुल्ने गर्दछ यो फुलहरू। अनि त्यसै गरी आउनुहोस् हामी पहाडी क्षेत्रमा पाउने बिरुवाहरू पनि हामीले देखिराखेका छौँ। त्यसलाई देखाउने कोसिस तपाईँहरू समक्ष गर्नेछौँ। यहाँ चाहिँ आउनुहोस्, हामी एकदमै रमाइलो एरिया चाहिँ हामी देखिराखेका छौँ। एकदमै रमणीय छ यो ठाउँ चाहिँ है। यो चाहिँ गिङ्को भनेर भन्दो रहेछ। विशेष गरी हाम्रोतिर केतुके भन्ने गर्दछ। यसको चाहिँ ठुलो भए चाहिँ एउटा रुख पनि पलाउने गर्दछ, माथि फुल्ने पनि गर्दछ। हाम्रोतिर चाहिँ केतुके भन्दो रहेछ। अनि यहाँ चाहिँ नेपाली नाम चाहिँ यसको गिङ्को रहेछ। हेर्नुहोस् कस्तो राम्रो, एकदमै आकर्षक बनाएको छ। यहाँ चाहिँ यसलाई चाहिँ संरक्षण गरेर काटछाट गरेर है। यहाँ बिचबिचमा पनि सानो फुलहरू हामी देख्न सक्दछौँ। विशेष गरी सम्भवतः यो गिङ्को नै यहाँ चाहिँ टाँसिएको छ। वनस्पतिलाई कुनै पनि हानि नोक्सानी तथा वनस्पति कुनै पनि भागमा केरकार नगरिदिनु होला भनेर भनिएको छ। हामीले केरकार गऱ्यो भने यसको स्वरूप चाहिँ बिग्रने गर्दछ। हामी यहाँनिर देख्ने गर्दछौँ कसले चाहिँ यसलाई चाहिँ तानेको रहेछ। अनि यो बोट चाहिँ सुक्न लागिराखेको छ। त्यस कारणले गर्दाखेरि म हजुरहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। यस गार्डनमा आइसकेपछि तपाईँहरूले यो वनस्पतिहरूलाई चाहिँ नबिगारिदिनु होला। एकदमै दुःखका साथ संरक्षण गरेर राखिएको छ। यो जोगाउन निकै कठिन हुने गर्दछ। सबैजना आफ्नो ठाउँबाट सजग भइदिनु होला आउँदाखेरि चाहिँ। अनि फोहोरहरू फाल्नेदेखि लिएर हरेक कुराहरू चाहिँ आफूले संयमित भएर चाहिँ अगाडि बढिदिनु होला भन्न चाहन्छु। अनि हामी चारैतिर हेर्दै गर्दाखेरि एकदमै रमणीय ठाउँ रहेछ है। यो गोदावरी गार्डन चाहिँ एकदमै रमणीय, विभिन्न प्रजातिका वनस्पतिहरू पाउँदो रहेछ। अनि हामी योभन्दा उताको साइडतिर गएपछि विभिन्न फुलहरू पनि हामीले अघि देखिराखेका थियौँ। तपाईँहरूलाई यो भिडियो समक्ष चाहिँ त्यहाँको फुलहरू समेट्न सकेनौँ, त्यसप्रति हामी क्षमा प्रार्थी छौँ। अनि हामीले चाहिँ सकेसम्म तपाईँलाई हामीले यहाँनिर बोट बिरुवा वनस्पतिहरू देखाउने कोसिस गरिराखेका छौँ। अनि जुरे मैल भनेर भन्छ, यसको बोट चाहिँ ठुलो हुने गर्दछ, निकै ठुलो हामीले देखिराखेका छौँ। हामी यो गार्डनमा पाउने वनस्पतिहरूको बिरुवाहरू हामीले देखाइसकेका छौँ। र गार्डन कस्तो रहेछ तपाईँहरूले हेर्नुहोस्, एकदमै रमणीय छ। यहाँनिर आउँदाखेरि एकान्त पनि रहेछ ठाउँहरू चाहिँ। विभिन्न बोट बिरुवाहरू पनि वनस्पतिहरू पनि पाउँदो रहेछ विशेष गरी। अनि सम्भवतः हामीले तपाईँहरू समक्ष नेपाल चाहिँ एउटा जैविक विविधताले भरिपूर्ण धनी देश हो। र नेपालको तराई क्षेत्रदेखि हिमाली क्षेत्रसम्म कस्ता किसिमका बोट बिरुवाहरू पाउँछ भनेर चाहिँ हामीले देखाउने कोसिस गऱ्यौँ। कतिपय बोट बिरुवाहरू चाहिँ हामीले देखेका पनि थिए, कतिपय बोट बिरुवाहरू फुलहरू चाहिँ मैले नदेखेको फुलहरू पनि यहाँनिर पाएँ। त्यो यहाँनिर हेर्दै गर्दाखेरि कतिपय बोट बिरुवाहरू वनस्पतिहरू पनि जान्ने अवसर पनि प्राप्त गरेँ। यहाँनिर हिमाली क्षेत्र जहाँ चाहिँ हिउँ पर्ने क्षेत्र, जहाँ चाहिँ एकदमै न्यून तापक्रम भएको र हावाको अक्सिजनको मात्रा कमी भएको क्षेत्रमा पाउने जस्तो सल्लाहरू होइन, त्यस्तो प्रकारको लाली गुराँसहरू, त्यस्तो प्रकारको प्रजाति हामीले पनि देखायौँ। र न्यानो एरिया क्षेत्रतिर पाउने वनस्पतिहरू पनि हामीले देखायौँ। र
उष्ण प्रदेशमा पाउने वनस्पतिहरू पनि हामीले देखाउन कोसिस जमर्को हामीले गरेका छौँ। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। यस्तै यस्तै भिडियोहरू आगामी दिनहरूमा पनि आउने नै छन्। प्रतीक्षामा रहनु होला। हुन्छ, आजलाई चाहिँ बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार। फुल चाहिँ कस्तो राम्रो यो के भन्छ लालु पाती टी-शर्ट आइदिएको छु चिन्छ लालु पाती त्यो भनेको त झर्दै गरेर टिकटक बनाउनु तँले बनाइदिनु त लगाएर त्यो साँझ साँझ बोलेर बनाउँदा कि सबै यो कलेक्सन गर्नु त्यो फुलहरू सबै यहाँ कलेक्सन गर्नु त्यो बोटहरू हेलो